गाइजहरू, अहिले चाहिँ हामी यो तिनजुरे क्षेत्रको चाहिँ पाथिभारा मन्दिरमा हामी जाँदैछौँ। हामी अघि आरआर गार्डन घुमेर अहिले पाथिभारा मन्दिरको दर्शनको लागि हामी जाँदैछौँ। हेरौँ त्यहाँको अवस्था कस्तो छ। सायद यसलाई सानो पाथिभारा भन्छ, ठुलो पाथिभारा हाम्रो ताप्लेजुङमा भने पाथिभारा मन्दिर प्रवेशद्वार रहेछ। मन्दिर रहेछ। यो चाहिँ यो तिलहरी चाहिँ ओरिजिनल नै हो कि यो हराइमा डर छैन, सुनभन्दा कम छैन। अच्छा, शिव मन्दिर। अब पाथिभारा चढ्ने सिँढी सुरु भएको छ, तर बाटो यताको पुरानो रहेछ नि। यो चाहिँ यो उस्तै होला, यतैबाट जाउँ। सर्टकट हजुर। ताप्लेजुङको पाथिभाराकै फिल गराउने बाटो छ, उकालो बाटो। यताको अवस्था यस्तो छ। कुहिरो लागेर फेरि आज खासै राम्रो ठाउँ देख्न पाइएको छैन। अच्छा, कुहिरो चाहिँ एनी टाइमै रहेछ नि। हिमालय चढे जस्तो फिल भइरहेछ त। अच्छा, उकालो चाहिँ साह्रै नमिठो रहेछ। तर यति नगरी त भक्तिभाव पनि हुँदैन भगवानप्रति। भगवान पाउनलाई सामान्य मेहनतले पुग्दैन, कष्ट नगरिकन। मुक्ति र मोक्ष पाउन चाहिँ धेरै सङ्घर्ष गर्नुपर्छ। हे भगवान, पाथिभाराको बाटो। अब भने हामी झन्नै पुग्न लागिरहेछौँ पाथिभारा मन्दिर। खेल्दै ए यो तल यहाँको भ्यू चाहिँ यस्तो छ माथि डाँडादेखि। साथीहरू, यो भिडियो जसले हेर्दै हुनुहुन्छ पाथिभाराको आशीर्वाद सबैले मिलोस्। अब चाहिँ झन्नै आइपुगेको हो कि भन्ने हामीलाई लागिरह्यो।
पाथिभरा देवीको मन्दिर टक्क ल हाम्रो घन्टी पनि बजाउने कार्य हुँदैछ यो अच्छा कलर त त्यति धेरै होइन गाइस तर चिसोले गर्दाखेरि चाहिँ एकदम यस थोरै उकालो पनि हिँड्न चाहिँ एकदम गाह्रो हुँदो रहेछ पुरै श्वास बढेर से भनेको छ चिसोले मन्दिर आइपुगे जस्तो चाहिँ महसुस हुँदैछ यो निकै राम्रो संरचनाहरूको पनि निर्माण गरिएको जस्तो लागेको छ है गाइजहरू पाथिभरा मन्दिर चाहिँ आइपुग्यो यो हाम्रो तिनजुरे क्षेत्रमा पर्ने सानो पाथिभरा मन्दिर चाहिँ हामी यहाँ आइपुग्यौँ यो मन्दिरको अवस्था यस्तो छ वाओ such a beautiful place really beautiful place पाथिभरा क्षेत्र उकालो हिँडाइ पछाडि चाहिँ अहिले हामी पाथिभरा मन्दिरमा आइपुगेका छौँ यता सायद यो परेवाहरू चढाएको परेवाहरू पानी सुकेछ शिवजी बाबु त ठङ्ग्रङ्गै रहेछ नि एक्लै बिचरा अहिले चाहिँ हामी पाथिभरा मन्दिरभित्र प्रवेश गर्दैछौँ यहाँको संरचना चाहिँ यस्तो गरिएको छ बनाइएको छ यो चाहिँ पाथिभरा भगवती मन्दिर साथीहरू अहिले चाहिँ हामी ठ्याक्कै पाथिभरा मन्दिरमा छौँ र एकदमै रमाइलो एकदम सुन्दर ठाउँमा चाहिँ यो पाथिभरा मन्दिर रहेको छ यो तेह्रथुममा पर्ने तिनजुरे जलजले क्षेत्रभित्र पर्ने यो पाथिभरा मन्दिर चाहिँ एकदम सुन्दर रहेको छ र एकदम खुल्ला ठाउँमा निकै रमणीय वातावरणमा र जसले यो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू सम्पूर्णले यो भिडियोलाई लाइक सेयर एन्ड च्यानल सब्सक्राइब पनि गरिदिनु होला साथै जसले यो भिडियो हेर्दै हुनुहुन्छ हजुरहरू सम्पूर्णलाई पाथिभरा माताको सदा सर्वदा आशिष रहोस् भन्दै आजको मेरो यो आरआर गार्डन सँगसँगै पाथिभरा माताको दर्शनको यो भ्लग म यही अन्त्य गर्न चाहन्छु र अन्त्यमा पुनः एकपटक च्यानल यो चाहिँ ऱ्यान्डम भिडियो ग्यालेरी च्यानललाई सब्सक्राइब गरेर चाहिँ आफ्नो साथ र सहयोग सपोर्टलाई पनि बरकरार राखिदिनु होला भन्दै नेक्स्ट ब्लगमा म हजुरहरूसँग भेट हुनेछु हस् नमस्कार धन्यवाद